जय नेपाल। आदरणीय दिदीबहिनीहरू तथा दाजुभाइहरू, यही फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका हिमाल पहाड़देखि तराईका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म सर्वप्रथम नेपाली कांग्रेसलाई अत्याधिक मतले विजय गराइदिन हुन हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेसलाई भोट दिने किन, के कारणले नेपाली कांग्रेसलाई हामी भोट दिँदैछौं, यस विषयमा म केही कुराहरू यहाँहरू बीचमा पस्कन चाहन्छु। आज हामी केवल मतदान गर्न होइन, देशको भविष्य निर्माण गर्न आएका छौं। हाम्रो संघर्ष देशको लोकतन्त्र जोगाउनु हो, लोकतन्त्रको रक्षा गर्नु हो, लोकतन्त्रको सम्वर्धन प्रवर्धन गर्नका निम्ति हो, संविधानको रक्षा गर्नका लागि हो, प्रत्येक नेपालीको जीवनलाई सुरक्षित गर्नका निम्ति हो। नेपाली कांग्रेस स्पष्ट रूपमा भन्छ, हामी सत्ताको लागि आएका होइनौं, हामी जनताको सेवा गर्नका निम्ति आएका हौं। सेवा नै हाम्रो धर्म हो। हामी सुशासन ल्याउँछौं, भ्रष्टाचार नियन्त्रण गर्छौं, सरकारी सेवालाई सरल, पारदर्शी र डिजिटल बनाउँछौं। जनताको ढोका ढोकामा सरकार पुग्नेछ, जनताले ढोका ढकढकाउनु पर्ने समयको अन्त्य हुनेछ। हामी रोजगारी सिर्जना गर्छौं, हामी युवालाई विदेश पलायन हुने होइन, देशमै स्वरोजगार सृजना गर्न तत्पर छौं, लागि परेका छौं। उद्योग, कृषि, पर्यटन र प्रविधिको क्षेत्रमा लगानी बढ़ाएर युवा जनशक्तिलाई देशमै बसेर काम गर्ने वातावरण निर्माण गर्नेछौं। हामी मूल रूपमा स्टार्टअपलाई प्राथमिकता दिनेछौं। निजी क्षेत्रको सहयोगमा, साथमा र समर्थनमा स्वदेशमै उद्योग धन्दाहरूको विकास, विस्तार र प्रवर्धन गरेर हामी नेपालीहरूलाई देशमै बसेर नेपालीहरू बीचमै हातेमालो गरेर काम गरेर आफ्नो खुट्टामा उभिएर बाँच्ने वातावरणमा लागि पर्नेछौं। शिक्षा सबैका लागि पहुँचयोग्य र गुणस्तरयुक्त बनाउनेछौं। सामुदायिक विद्यालयलाई सुदृढ गर्छौं। प्राविधिक र सिपमूलक शिक्षालाई विस्तार गर्नेछौं। स्वास्थ्य सेवा सर्वसुलभ र सुनिश्चित गराउनेछौं। कुनै पनि नेपालीले उपचार नपाएर मर्ने वातावरणको अन्त्य गर्नेछौं। हामी समावेशी विकासमा विश्वास गर्छौं। आदिवासी, दलित, जनजाति, मधेसी, पिछडिएका वर्गहरूको हितका निम्ति सधैँभरि कटिबद्ध, प्रतिबद्ध भएर लाग्नेछौं। विकासको प्रतिफल सबैमा बराबर जानुपर्छ भन्ने ध्येय नेपाली कांग्रेसको रहेको छ। सड़क, खानेपानी, बिजुली र भौतिक निर्माणको क्षेत्रमा हामी सशक्त ढंगले अगाडि बढ्नेछौं। गाउँ र शहर बीचको दूरीलाई घटाएर शहरमा होइन, गाउँमै पनि मजासँग आनन्दको जीवन बिताउने वातावरणमा काम गर्नेछौं। स्थानीय सरकारलाई सर्वशक्तिमान बनाउँदै स्थानीय जनताको हितका निम्ति स्थानीय सरकार सधैँभरि कटिबद्ध, प्रतिबद्ध, गतिशील र वचनबद्ध भएर लाग्ने वातावरणमा काम गर्नेछौं। लोकतन्त्रको भविष्य सुनिश्चित गर्नका निम्ति नेपाली कांग्रेस विगतदेखि नै कटिबद्ध थियो। यो चुनाव केवल पार्टी जित्ने होइन, यो चुनावको परिणामले नेपाली जनतालाई जिताउने हो। हाम्रो लक्ष्य भ्रष्टाचार हटाउँ, सेवा प्रदान गरौं, जनसेवी बनौं, सुखी नेपालीको परिकल्पनामा सधैँभरि गतिशील भएर लाग्न पाइयोस्। यही नै हाम्रो लक्ष्य हो, यही नै हाम्रो ध्येय हो। एकपटक फेरि नेपाली कांग्रेसलाई भोट दिनको लागि सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। मतदान गरौं, परिवर्तन गरौं। यो देश तपाई हाम्रो साझा हो। यो देश निर्माणको निम्ति हामी निरन्तर रूपमा लागौं। धन्यवाद। जय नेपाल।